आजकल धेरै खाली खाली महसुस भइरहेको छ। ब्रेकअप भएको पनि यार 3 दिन भयो। यस्तो लाग्छ कि जीवन नै रोकिदिए जस्तो लाग्छ यार। तिमीले त्यो केटीलाई धेरै मनदेखि माया गरेको थियो, त्यही भएर तिम्रो मन दुखेको छ। यो जिन्दगी त्यतिकै अन्त हुँदैन। यो केटी गयो भने अर्को केटी, राम्रो केटी आउँछ। पिर नमान्नु साथी। तर साँच्चै एउटा मान्छे गएपछि यस्तो सहजसँग कसरी भन्न सक्छ अरू आउनेवाला छ, अरू आउने छ भनेर। यो जिन्दगी त्यतिकै अन्त हुँदैन। यो केटी गयो भने अर्को केटी, राम्रो केटी आउँछ। पिर नमान्नु साथी। तर साँच्चै एउटा मान्छे गएपछि यस्तो सहजसँग कसरी भन्न सक्छ अरू आउनेवाला छ भनेर। यार यो सत्य हो। जिन्दगीमा एक ढोका बन्द भएपछि अर्को ढोका अवश्य खुल्छ। जुन केटी तिमीले छोडेर गइन् त्यो केटी तिम्रो लायककै थिएन। अब राम्रो केटी आउँछ तिम्रो लागि। के समय छ? धेरै समय पछाडि भेट भयो। ठिक छ नि? के हो तिमीहरूको के छ? तिम्रो राम्रै चल्दैछ नि? कामहरू यताउता धेरै समय पछाडि भयो। मसँग नास्ता सास्ता खाएर जानु होइन, मलाई यस्तो छ, तिमीहरूलाई देखेर यसो बोलाएर अलि हतार पनि छ, निस्किनु पर्ने छ। फेरि भेटघाट हुँदा नि अहिले जस्ट बोलाएर मात्रै जान्छु भनेको छ है। फेरि बस्नु भने यार कहिले काहीँ लाग्छ म नै त्यसको लागि पर्फेक्ट थिएन। विक्रम, तिमी आफैले कमजोर नबन। मान्छे गइरहन्छन्, आइरहन्छन्, फेरि नयाँ आउँछन्। सही समयमा सही मान्छेसँग माया हुँदैन। तिमीले महसुस गरेको पीडा केही दिनपछि यो कुरा सम्झना मात्रै बन्छ। तै पनि खालीपन महसुस भइरहन्छ यार। विक्रम, खालीपन त हुन्छ, तर यही खाली ठाउँ नै हो जसमा नयाँ मान्छे आउनेछ, नयाँ कथा सुरु हुनेछ। तिमी विश्वास राख। तिमी जतिसुकै रमाइलो मान्छे हो। एकजना छोडेर गए पनि संसारले तिमीलाई छोड्दैन। गएको मान्छे तिम्रो जिन्दगीको अन्तिम साथी हो। असुको एउटा भाग थियो। नयाँ जिन्दगी सुरु हुनु अघि। धन्यवाद यार, धेरै हल्का महसुस भयो। तिमी नभएको भए म कसैलाई भन्थेँ। त्यसैले त म यहाँ छु। एकजना गयो भने यो अन्त्य हुँदैन, तर म भन्छु यो तिम्रो सुरुवात मात्रै हो। यार ढिलो भयो, कोक सोक छ? तिमी नै खाऊ होइन, म जान्छु। ढिलो भइरहेको छ। म तिमी पनि जान्छ? पनि जान्छु। ल ठिकै छ, तिमी खाएर म जान्छु।